नारायणी नदी बढेर खेतीयोग्य जमिन कटान गर्ने र बस्तीमा बाढी पस्न थालेपछि पश्चिम नवलपरासीको सुस्ताका बासिन्दा तटबन्धन गर्न आफै कसिएका छन्। यसअघिका वर्षमा पनि उनीहरूले यसै गरी बस्ती जोगाएका थिए। स्थानीयले रात दिन बस्ती जोगाउन गरेको प्रयास देखेर नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले पनि साथ दिएका छन्। चारों तर्फबाट हम सहयोग पाइरहेका छौँ अनि हाम्रो सुस्तावासी पनि खटेको 24 घण्टा हामी खट्दैछौँ। विपत में बड़ी कटान डूबा में बन जा इन का रात दिन बिना खैले पिले बिना बनना पड़ता है, रातियों को बनना पड़ता है या दिन भर बनना पर घामे में रहता है। हमनी के बालन सरकार के नमस्कार कर देंगे, हमनी के बचाने अहिले सुस्ता एकदमै जटिल दयनीय र एकदम विपदको अवस्थामा गुज्रिरहेको छ। हामी जुन ठेक्काको काम थियो त्यो ठेक्काभन्दा पनि 132 मिटरको अर्को ठेक्का भएर पनि भारतीय पक्षको अवरोधले त्यो काम गर्न नसक्दा त्यही ठाउँबाट अहिले पुरै नदी हाम्रो नदीको धार नै आएपछि यो भूमि कटानको उच्च जोखिम। अघिल्लो आर्थिक वर्ष सरकारले बजेट त विनियोजन गर्यो, तर भारतले काम गर्न नदिएपछि वर्षमा ढुक्क भएर बस्न सक्ने अवस्था भएन। सुस्तामा करिब 15 करोडको लागतमा 1 किलोमिटर क्षेत्रमा तटबन्धको काम असार अगाडि नै पुरा भएको थियो। 132 मिटर क्षेत्रमा गर्नुपर्ने तटबन्ध भारतीय सुरक्षाकर्मीले अवरोध गरेपछि काम हुन सकेन। अहिले सोही क्षेत्रबाट नारायणी बस्तीमा पस्ने जोखिम बढेको छ। बस्ती डुबानमा पर्ने भएपछि स्थानीय गत बुधबारदेखि नै आफैले बोरामा माटो राखेर अस्थायी बाँध बाँध्ने काममा जुटेका छन्। रात दिन स्थानीय खटेको देखेपछि स्थानीय, प्रदेश र केन्द्र सरकार बल्ल तातेका छन्। त्यो प्राकृतिक प्रकोपको कुरा आउँछ कि भनेर चाहिँ विगत चाहिँ 6-7 महिनादेखि चाहिँ तटबन्धको काम भइरहेको थियो। बाँकी त्यो हुँदै पनि रातिको चाहिँ बाढीले चाहिँ बाँध फुटालेर चाहिँ यहाँको जनजनको चाहिँ क्षति हुने सम्भावना बढेपछि तत्काल सुरक्षा चाहिँ तर्फबाट सिडिओ साहबसँग कोअर्डिनेसन गरेर चाहिँ आर्मीहरू, प्रहरीहरू समेत आएर पनि त्यसको चाहिँ तटबन्धलाई चाहिँ त्यहाँ गर्ने काम चाहिँ गरिरहनु भएको छ। म पनि हिजोको सदन छोडेर चाहिँ त्यही परिस्थिति सिर्जना हुँदैछ भनेर तुरुन्त दौडेर चाहिँ आएको हुँ। त्यो काममा जसरी जुटिरहनु भएको छ, लागिरहनु भएको छ, लाग्नुस्। कुनै पनि कुराको हामी कमी हुन दिने छैनौँ। बजेटका कारणले अनि यो समस्या भयो भन्ने अवस्था आउन प्रदेश सरकारले कति पनि दिने छैन। यिनै कुरा राख्दै यहाँहरू सबैलाई फेरि विशेष हार्दिक धन्यवाद दिँदै मेरा स्थानीयले जनश्रमदान गर्दै बस्ती जोगाउन माटो, ढुङ्गा, ढलेका रुख र स्थानीय रूपमा उपलब्ध सामग्री प्रयोग गरेर काम गरिरहेका छन्। तर यो प्रयासले मात्र सुस्तामा कटान र डुबानको समस्या समाधान हुने अवस्था छैन। स्थानीयको माग छ सरकारले भारतसँग कूटनीतिक पहल मार्फत नारायणी नदीमा व्यवस्थित तटबन्ध गर्नेतर्फ पहल गरोस्। कान्तिपुर समाचारका लागि नवीन पौडेल, नवलपरासी।